हेलो गाइस, आजको लन्चमा चाहिँ दाल पकाउँछु। दाल अनि इस्कुस ग्रीन कलरको इस्कुस, ग्रीन र उयो कसरी छुटिन्छ नि, मिठो हुन्छ भन्छ ग्रीन कलरको। हेरौँ तपाईहरुलाई पकाएपछि चाहिँ देखाउँछु। घरमा चाहिँ आज चाहिँ नयाँ पाहुना आइरहेछ उतापट्टिबाट, हाम्रो मामको बिरालो। आजको चाहिँ दिनहरू पनि एकदम राम्रो छैन, तपाईलाई देखाउँछु। अब वेदर एकदमै घाम पनि लागेछ, ठन्डा छ। सायद घुम साइड चाहिँ घाम लागिरहेछ, यहाँ आलुबारीमा चाहिँ घामै लागेको छैन। मर्निङदेखि नै यस्तो भइरहेछ वेदर, ठन्डा जाडो, विन्टर पुरा स्टार्ट। यो चाहिँ भयो इस्कुस सब्जी, मजाले गलत्तै पकाएको हैन। त यो चाहिँ हो कालो दाल, लसुन प्याज हालेर। यो चाहिँ अलिक छोक्रा मिठो हुन्छ। अब खानको लागि रेडी।